नेपालमा अहिले आएर यस्तो कस्तो खालको माहौल बनेको छ क्या। यो देश चाहिँ हामी सबैको हो नि, हामी नेपाली सबैको हो, चाहे जुनसुकै जात जाति धर्म संस्कृतिको मान्छे होस्, जुनसुकै पार्टीको होस्, सबैको यो देश त हामी सबैको हो नि। सबैले मिलेर यो देश बनाउनुपर्छ, यो समाजलाई अगाडि बढाउनु पर्ने हो। त्यही पनि उसले उसलाई विरोध गर्ने, उसले उसलाई विरोध गर्ने। अनि काम चाहिँ हेऱ्यो भने अब काम त खोइ के हुँदैछ के काम पनि खासै देखिँदैन। काम पनि मान्छेले त्यही भएर आफ्नो ज्यानको बाजी लाएर है यो समाज परिवर्तनको लागि मान्छेले कति पीडा भोग्नु परेको छ नि। एउटा जातीय पीडा, एउटा सांस्कृतिक पीडा, एउटा दुर्गममा बसेको पीडा, मान्छेले सिटामो खानु नपाएर पनि ज्यान गुमाउनु परिरहेको छ। कतिको बाटोघाटो नभएर उपचार पाउन नसकेर अकालमा मर्नु परिरहेको अवस्था छ। कति दुःख छ नि देशमा। सुगममा बस्नेलाई चाहिँ त्यो दुर्गममा बस्नेको पीडा थाहा छैन। गणेश नेपालीले त्यसै आफ्नो ज्यान चाहिँ माया मारेको होइन क्या। उसलाई चाहिँ त्यसै पनि यो समाजले कति चाहिँ त्यो गाउँमा बसेर उसले कति समाजमा पनि कति सङ्घर्ष गरेको होला। बल्ल बल्ल कति दुःख गरेर यहाँ राजधानीमा आयो। राजधानीमै पनि कति विभेद छ, छुवाछुत छ, कति दुःख गरे, कति सङ्घर्ष गरेर बसिरहेको होला। मान्छेले त्यति जाब त्यति थोरै फाइन पनि दिनु नसकेर त्यस्तो गर्छन्। मानसिक सन्तुलन बिग्रिएको भनेर पनि कतिले भन्न भ्याए होइन। त्यसको त्यो माहौल क्या, त्यहाँसम्म उसले आफ्नो शरीरमा आगो लगाएर छटपटेर जलेर मर्नुको पीडा त यति गहिरो छ नि। सामाजिक रूपमा, आर्थिक रूपमा, सांस्कृतिक रूपमा यो सबै विभेदहरूले गर्दा र अहिले आएर जुन एउटा झन्झटिलो अब हरेक कुरामा त ट्राफिक नियम मात्रै नभएर सरकारी निकायहरूमा कति झन्झटिलो छ क्या। अझ अहिले घुस कति खान्छ, नपाइलै पछि घुस पैसा दियो भने त्यसै छोडिदिने, नत्र भने यता त्यता आफ्नो एउटा नेपालीले यहीँ जन्मेको मान्छेले नाक त बनाउनु गयो भने पनि त्यतै घुस त्यतै घुस खानु खोज्ने कि जेममा पनि घुस खानु खोज्ने। अब अहिले त्यो माहौल के छ होइन, त्यस्तो स्थिति छ। अनि त्यही भएको कारणले गर्दाखेरि यो देश हामी सबैको हो नि त, सबैले मिलेर बनाउनु पर्छ। अनि यो अब जति पनि गरिब मारा कानुनहरू छ नि, यो झन्झटिलो अब हामीले विदेशको जस्तो अब सिस्टम बसाएर मात्रै हुँदैन नि। त्यो अनुसारको हाम्रो सामाजिक परिवेश, एउटा सबै आर्थिक स्थिति हुनु पर्यो नि त। त्यतिकै त बनाएर हुँदैन नि त। त्यही भयो। अब अहिले आएर कस्तो हेऱ्यो भने चारैतिरकै मान्छेहरू एकदम निराश छ क्या, फ्रस्ट्रेसनमा जाने। अब व्यवसायहरू पनि धाराशायी भइरहेछन् होइन। अब त्यस्तै छ। अब आर्थिक सङ्कट पनि के भन्यो, अनि रोजगार पनि छैन। अब सरकारले अब यत्रो जेनजी आन्दोलन भयो होइन, मान्छेले कतिजनाले आफ्नो ज्यान गुमाए नि त। अब पहिला नै पनि गाउँमा चाहिँ जुन एउटा माओवादीको एउटा लहर थियो, त्यति बेला पनि एउटा सबै भनौँ जातीय विभेद, सबै विभेदहरूबाट उन्मुक्ति पाएर यो देशमा चाहिँ सबैले एउटा बाँच्ने आधार चाहिँ सबैले बराबर अधिकार पाउने त्यस्तो माहौल बन्छ भनेर न उनीहरूले त्यत्रो हजार मान्छेले ज्यान गुमाएको थिए। त्यो पार्टीको पनि अहिले खोइ नाम निशानै हराएर गयो। गर्दा त नेताहरूले नै गरिरहेको छ क्या। नेताहरूले चाहिँ जनताहरूलाई सपना दिने, उनीहरूलाई चाहिँ आफ्नो एउटा ज्यानको बाजीसम्म लगाएर यहाँसम्म आउनको लागि उनीहरूलाई चाहिँ उचाल्ने, अनि आफ्नो मात्रै दुनो सोचाएर कहाँ कहाँ पुग्ने। त्यही भएर पनि नेपालमा यस्तो भएको। अब जेनजी आन्दोलन पछाडि मान्छेको धेरै ठुलो आशा भरोसा छ क्या। त्यो आशा भरोसा अनुसार काम गर्ला त भन्ने अहिले नै प्रश्न चिन्ह खडा भइसक्यो कि। अब गरिबहरू, निमुखाहरू जो चाहिँ एकदमै दुर्गम ठाउँ बसेका छन्, यहीँ पनि कति मैले भनेन, मान्छेले बाध्यताले आएर सुकुम्बासी भन्छ। हुकुमबासी भन्छ। हुकुमबासी भयो अहिले त्यस्तो डुबिरहेछ, कति दुःख भइरहेछ। होल्डिङ सेन्टरमा कति दुःखले बसिरहेछ, भिजेर पानीमा चुल्लुममा बसेर। हुकुमबासी भयो, उनीहरूको बस्ने ठाउँ ठेगान भयो, उनीहरू त्यसरी बस्थ्यो होला। पाहाडबाट पनि मैले भने पहिला बाँदर लडी मर्ने भिडहरूमा जग्गा होला, त्यहाँ केही उब्जनी नभएर नि उनीहरू एउटा छोराछोरीको भविष्यको लागि यहाँ काठमाडौँ आएका थिए। अनि त्यहाँ बस्यो उनीहरूले, कति घर बनाएर, कति दुःखले घर बनाएर बसेको थियो।
भत्काउनु हतार पर्यो। अहिले उनीहरूले व्यवस्थापन गर्न कति गाह्रो भइरहेको छ। त्यहीँ पनि दुईजनाले त आत्महत्या गरिसके नि। फ्रस्ट्रेसनमा अब के मानसिक तनाव त्यो उनीहरूलाई उठाउने बेला दुईजनाले त त्यहीँ पनि आत्महत्या गरिसके। अबको दिनमा चाहिँ यस्तो नहोस् के। हामी नेपालीहरू हामी सबैको समान अधिकार छ कि यो देशमा बस्ने, यो देशमा हामी बाँच्न पाउने, यो देशमा अब कानुन पनि सबैको लागि हुने खालको बनाउनु पऱ्यो क्या। अब सुगममा बस्नेले मात्रै कानुन बनाएर भएन क्या। दुर्गममा बस्नेहरूको पीडालाई बुझेर बनाउनु पऱ्यो। अबको दिनमा कसैले पनि आत्मदाह गर्नु नपरोस् के। के न के एउटा यस्तो के आशा लाग्दो कामले थालनी गरिहाल्नु पऱ्यो कि सरकारले, नत्र भने यसको मूल्य चुकाउनु पर्छ यो सरकारले पनि। कसको भरोसा गर्ने के।